नमस्ते, गुड मर्निङ एन्ड शुभ बिहानी सबैलाई। आज चाहिँ 45 डेजको थर्ड डे हो। बिहानीको भाइब एकदम पिसफुल थियो। पोखरीको पानी पनि एकदम स्टिल। एकछिनको लागि सोच आयो मेबी आज स्किप गरौँ, तर फेरि आफूलाई एउटा कुरा सम्झाएँ, मोटिभेसन सधैँ हुँदैन, तर कमिटमेन्ट चाहिँ मेन्टेन गर्नुपर्छ। सो म निस्केँ। आजको रन स्पिडको लागि थिएन, कम्पिटिसनको लागि पनि होइन। यो रन हिजोको भर्जन अफ मीलाई बिट गर्नको लागि थियो। वान स्टेप अनि फेरि एनदर स्टेप। रनिङले मलाई एउटा कुरा सिकाइरहेछ। सुरुमा बडी टायर्ड हुन्छ, माइन्डले एक्सक्युसेस दिन्छ, भोलिबाट स्टार्ट गरौँ, आज रेस्ट लिउँ। तर जति कन्टिन्यू गरे बिस्तारै बडी एडप्ट हुन थाल्छ, सास रिदममा आउँछ, माइन्ड क्लियर हुन थाल्छ। अनि आज मैले नयाँ च्यालेन्ज एड गरेँ, जम्प रोप। अनेस्टली सुरुमा सजिलो लागेको थियो, तर रिदम मेन्टेन गर्न चाहिँ एक्सपेक्टेड भन्दा गाह्रो रहेछ। कतिचोटि मिस्टेक भयो, रोकिएँ, फेरि स्टार्ट गरेँ अनि रियलाइज गरेँ प्रोग्रेस डजन्ट निड पर्फेक्सन। एकछिन प्र्याक्टिस गरेपछि चाहिँ रोपको बिट र खुट्टाको स्टेप म्याच हुन थाल्यो। त्यो मोमेन्ट चाहिँ राम्रो फिल भयो, जस्तो एभ्रिथिङ वाज फ्लोइङ। मैले रन गरेको देखेर हामीसँग गएको भाइलाई पनि दौडिन मन लाग्यो र ऊ पनि मसँगै दौडिन थाल्यो। त्यो देख्दा एउटा कुरा फिल भयो, इन्सपिरेसन सधैँ फेमस मान्छेबाट मात्र आउँदैन, कहिलेकाहीँ जस्ट स्टार्ट गर्ने मान्छेबाट पनि आउँछ। त्यो फ्यु मिनट यो सोलो रन जस्तो लागेन, पुरा भएन, तर इनर्जी चाहिँ एक्सचेन्ज भइरहेको जस्तो लाग्यो। आज डिस्टेन्स इम्पोर्टेन्ट थिएन, स्पिड इम्पोर्टेन्ट थिएन। इम्पोर्टेन्ट कुरा के थियो भने म आएँ र रनिङ स्टार्ट गरेँ। मैले कन्टिन्यू गरेँ अनि फेरि बुझेँ तिमीले सुरु गरेको सानो कुराले अरूलाई पनि मुभ गर्न सक्छ। सी यु अन डे 4, किनकि भोलि पनि अलार्म बज्नेछ 4 बजे। थ्याङ्क यू फर वाचिङ। बाई बाई।